गाइज नमस्ते। के गर्दै हुनुहुन्छ तपाईँहरू? सन्चै हुनुहुन्छ? आज चाहिँ बेसरी पानी पऱ्यो है काठमाडौँमा चाहिँ, अनि हामी चाहिँ पोर्कको मासु बनाएर यसो खाने भनेको है। मासु चाहिँ सुँगुरको यस्तो छ है, अब बोइल गर्नुपर्छ। मैले चाहिँ पानी पनि हालिसक्यो यहाँ। अब म उता मसला पिस्न थाल्छु। मैले चाहिँ मसला बनाउन आँटेको, मैले प्रयोग गर्ने मसला चाहिँ यति नै हो। साथीहरू मसला पनि पिनिसकेँ मैले है, बोइल गरिसक्यो। यो मासुलाई चाहिँ अब बोइल गरेर चाहिँ यस्तो देखिरहेछ। अब फेरि फ्राई गर्नुपर्छ यसलाई। ल साथीहरू, मैले चाहिँ यो टमाटर र अनि प्याज पनि काटिसकेँ, अनि यो साग पनि हाल्ने भनेको मासुमा। अब फ्राई गर्न थाल्छु। मासु चाहिँ लगभग पाकिसक्यो। अब सागहरू हाल्नु बाँकी, मसला पनि हालेकै छैन। साथीहरू, हाम्रो मासु चाहिँ पाकिसक्यो। हामी चाहिँ यहाँ खाँदै हो। अब हामी खाने हो। खाए ल, तपाईँहरू पनि आउनुहोस् है खाना खाए ल। मिठो रहेछ, मिठो।